everyone, welcome to yet another vlog. हामी आज सिडनी उलङ्गनतिर आइरहेको छौँ। मम्मी हुनुहुन्छ यहाँ, बाबा भर्खर झर्नुभयो। हामी आज साई भेङ्कटेश टेम्पलतिर आइरहेको छौँ। लेट्स सी कस्तो भइरहेको छ। रमाइलो छ, रमाइलो। हाम्रो यहाँ आउन पनि छिन्। Okay, see you then. Bye. एकदम विन्डी छ आज। के बाबा? कुन फुल? हाम्रो घरमा भएको चाहिँ सबै हाम्रो घरमा चाहिँ सेतो छ। ल हामी बल्ट हिलमा आइसकेका छौँ। भ्यू हेर्दै हुनुहुन्छ। बाबा कस्तो लाग्यो ठाउँ? रमाइलो लाग्यो? कस्तो रहेछ? चौडा समुद्र। मम्मीलाई चाहिँ कस्तो लाग्यो त? एकदम राम्रो, एकदम आकाशभन्दा पनि तल समुद्र निलो। त्यहाँबाट पारी कहीँ देखिएको छैन। एकदम शान्त समुद्र देख्दा आनन्द लाग्यो। त्यो पोलमा गएर हामीले फोटो के थियो मम्मी? पोल थियो कि ठुलो पोल, त्यो पोलमा गएर अनि फोटो खिच्यौँ। खिचेको नि के ब्लू माउन्टेन। छोरासित गएको क्या पनि काठको भर्याङमा चढेर होइन, अनि लिफ्टमा चढेर त्यहाँ गएको कस्तो। अब हामी नेक्स्ट जाने भनेको त्यो ब्रिज छ नि मम्मी, त्यो सी क्लिफ ब्रिज भन्छ त्यसलाई। त्यहाँबाट छेउमा डाँडा माथि चढेर चाहिँ भ्यू राम्रो देखिन्छ कि त्यहाँबाट नि। कस्तो छ चढ्न मिल्ने जस्तो छ अनि त्यो पुलबाट माथि उक्लिनु भएन? त्यो पुलबाट माथि उक्लिने ठाउँ छ कि? ल मम्मी सोलो टिकटक बनाउँदै हुनुहुन्छ।
नेपालीहरूको प्रब्लम। ग्यास्ट्रिक सरकारी रोग। हामी आएका छौँ सी क्लिफ ब्रिजमा। मम्मी यता मेरो पछाडि हुँदै हुनुहुन्छ, बाबा पछाडि हुनुहुन्छ। घाम मजाले चर्किरहेको छ। अपना चाहिँ हामी माथि त्यो ब्रिजमा कसरी पुग्ने भने हेरिरह बाटो काट्छौँ होइन। अब टिपी गाइस पोस्दैन। हामी यसरी भित्री हिँडिरहौँ। स्लिक मम्मीलाई यस्तै रमाइलो लाग्छ नि त। जुत्ता हेलो जान्छ माथि। हामी त कथा हो कथा कालो खेले त नेपालको याद आइरह। फेन्टास्टिक रे। कस्तो छ चढाइ? बिस्तारै बस्दै जानुपर्छ। कालो 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 मेरो स्यासा भइसक्यो म त। मेरो पनि स्यासा छ। टुक भयो। कुटी आउँदैन आउँछ नि हैन। बाबा ए यस्तो भिड हुन्छ यहाँ अलवेज। ल हामी आएका छौँ न्यान्थेन टेम्पल। भर्याङ चढ्दैछौँ। बाबाहरू पनि भर्याङ चढ्दै हुनुहुन्छ। टेम्पल चाहिँ यस्तो छ है। यता हिँड्दै हुन्छ। यता हुन्छ। माया हाम्रो मम्मी फेरि ब्याक टु प्यागोडा गएर आउँदै हुनुहुन्छ। किनकि मम्मीले जुत्तै ल्याउन भुल्नु भएको छ। मम्मीले चाहिँ बाबा तुना बाँधिँदै हुनुहुन्छ यसरी। कालो लाइक कालो आयो कालो। यो जुत्ता छोडेर आएको। अनि म त सबै त्यहाँ यसो मम्मी अब धार्मिक स्थानमा आउनुभएको, त्यसमाथि टिकटक बनाउनु पाउनुभएको, मम्मीको ध्यानै छैन। है मम्मी? ल हामी न्यान्थेन टेम्पल घुम्दैछौँ। हावा लास्टै लागेको छ। पछाडि आफ्नो दा हातमा मम्मी
आफ्ना पुरै खैर स्टाइलमा, बाबा मम्मी चाहिँ एकदम चाइनिज स्टाइलमा। माथि उक्लिँदै खामा है। साह्रै राम्रो छ भ्यू। Oh, nice. हावा लाएर होला अलि शीतल भएको, नत्र यस्तो गर्दैछ। कङ्गारुहरू, मेटल कङ्गारुहरू हप गर्दैछन्। यतापछि चाहिँ बेल्डिङ गर्ने। Go. कस्तो लागिरहेको त मम्मी? एकदम राम्रो रहेछ। कस्तो लाग्यो? राम्रो लाग्यो? एकदम राम्रो, ब्युटिफुल। बाबालाई कस्तो लाग्यो त? राम्रो। के आउने घरमा? पगोडा आउने घर? यहाँ ओके। हाम्रो फोटोसुट फेरि सुरु हुन्छ है। बाबालाई के भयो? चस्मा के भयो? हावाले बा ए जम्सुमा लाउने जस्तै हावा छ है मम्मी? के यस्तो? ल हेलो, हामी म अहिलेसम्म नआएको ठाउँमा आइसक्यौँ। हामी छौँ खायामामा। म बाबाहरू आइसक्नु खबरहरू। हामी दोस्रोचोटि आएको यो काँडामा। राम्रो छ बिच। हामी के ब्लोहोल हेर्ने हो? हामी अगाडि जान्छौँ नि अगाडि होइन र? त्यो लाइट हाउसभन्दा अगाडि होइन? ओके छ त। हाम्रो मम्मीको क्याप आइसक्यो छ। के भन्नु अब? त्यही त भन न, तिमी केही बोल्थ्यौ यसो के बोल्ने? हाम्रो भ्युवर्सहरूको लागि। फोटो खिच्दा लागिसक्यो के छ तिम्रो कामाको कहानी भन्छ नि त तिम्रो? कारमा चाहिँ म 2017मा फर्स्ट टाइम आउँदा बिना दिदीले मलाई ल्याउनु भएको थियो। अनि हामी सिक्किमबाट चाहिँ ट्रेन समातेर आएको थियौँ। अनि ट्रेन स्टेसनबाट हिँड्दा बल्ल तल्ल आइपुगेको थियौँ। त्यो जहिले याद हुन्छ मलाई। बिनालाई साउट आउट देऊ नि त। थ्याङ्क यू बिना दिदी, मलाई कारमा ल्याइदिनु भएकोमा। थ्याङ्क यू। अनि जस रमाइलो भएको थियो। रमाइलो भएको थियो। के छ त?
घुम्यो बाबालाई पनि घुमाइदिनु नि त मम्मी तपाईँले हो ठिक छ ठिक छ ठिक छ सधैँ यसरी मिलेर हिँड्नु है कुरेर बस्छ मैले धस्स आएको पनि राख्नु पऱ्यो नि भिडियोमा यही राखेन भने त मजा आउँदैन नि त आजकल यहीँ मान्छे नै आउँथ्यो कि पानी होइन अहिले त बेलुका आयो भने ठुल्ठुलो हुन्छ कि होला क्या राति हामी कहाँसम्म पुग्नुपर्छ किनकि वेभ ठुलो आएन नि त हेर न सबै एकदम शान्त छ आज शान्त हुँदाखेरि पनि यत्रो आउँदो रहेछ एकचोटि मात्रै गरेँ नि मम्मी आयो अब हामी गाएमा ब्लु होलको लगभग इन्तिर आइसकेका छौँ पुरै ढुङ्गा त यस्तो खतरनाक रहेछ मान्छेहरू त उता उता जाँदो रहेछन् त्यसोमा तिमी जान मन छ उतातिर बा मम्मीहरूको अनइन्डिङ नेभर इन्डिङ फोटो सुटहरू मम्मीको नयाँ आउटफिट लास्ट पोइन्ट हो अस्ट्रेलियाकै लास्ट पोइन्ट हो त वान अफ द बा मम्मीहरूको यस्तो भइरहेको छ Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Hooray! Hello everyone. हामी त्यो दिन चाहिँ फर्केर गर्ने आयौँ एन्ड वी सेलिब्रेटेड माई बर्थडे त्यो दिन मेरो बर्थडे थियो अनि बर्थडे सेलिब्रेट गरेर हामी घर नजिकैको क्रिसमस लाइट हेर्न गयौँ इट वाज फन अब मम्मीलाई नि रमाइलो लाग्यो आफ्टर त्यो दिनपछि चाहिँ बा मम्मीहरूको फ्लाइट लगभग एक दिन पछाडि थियो अनि अर्ली मर्निङ वी वेन्ट टु सिडनी अगेन बा मम्मीलाई ओपेरा हाउसतिर घुमायौँ अनि वी said goodbye with heavy hearts. That's all, guys. See you next time in the vlog. Bye bye.